चाहिँ आज नेपालका केही राजाहरूको बारेमा जानकारी गराउन गइरहेको छु। नेपालका विभिन्न राजाहरूमध्ये आज मैले केही राजाहरूको बारेमा यहाँ जानकारी गराउन गइरहेको छु। नेपालका केही राजाहरूको बारेमा सर्वप्रथम रहेका छन् विश्वजित मल्ल। विश्वजित मल्ललाई अब कसरी सम्झिने, विश्वजित मल्ल कसरी मरेका हुन् भनेर सम्झिँदाखेरि विश्वजित हिँडेका उनी स्त्रीको पछि लागेर मरे। विश्वजित हिँडेका उनी स्त्रीको पछि लागेर मरे भनेर सम्झिने, अथवा के हो भन्दाखेरिमा चाहिँ परस्त्रीसँग अनुचितिक सम्बन्ध राखेका कारण तलेजु भवानीमा काटेर मारिने राजा कौन त? विश्वजित मल्ल हुन्। विश्वजित हिँडेका उनी स्त्रीको पछि लागेर मारी भनेर सम्झिने, परस्त्रीसँग अनुचितिक सम्बन्ध राखेका कारण तलेजु भवानीमा काटेर मारिने राजा भनेका चाहिँ विश्वजित मल्ल रहेका छन्। त्यसपछि अभय मल्लको कुरा गरौँ। अभय मल्ल सूत्र रहेको छ, अभागी उनी कस्ता 22-24 कलिलो उमेरमा भूकम्पमा परि पशुपतिमा जन्म। अभागी उनी कस्ता 22-24 कलिलो उमेरमा भूकम्पमा परि पशुपतिमा जल्नु भनेर सम्झिने, नेपाललाई 22-24 राज्यमा विभाजन गर्ने राजा अभय मल्ल। अभय मल्ल कलशको पूजा पर्चमामा ल्याउने राजा अभय मल्ल, भूकम्पमा परि मर्ने राजा अभय मल्ल, पशुपतिमा महास्नान गर्ने राजा अभय मल्ल। कसरी सम्झिने त? अभागी उनी कस्ता 22-24 कलिलो उमेरमा भूकम्पमा परि पशुपतिमा जन्म, नेपाललाई 22-24 राज्यमा विभाजन गर्ने राजा, कलशको पूजा गर्ने प्रचलन चलाउने राजा, भूकम्पमा परि मर्ने राजा, पशुपतिमा महास्नान गर्ने राजा।